नमस्कार। आज म हजुरहरू समक्ष केही कुरा भन्न लागिरहेको छु। विगत 5 वर्षदेखि म आफ्नो व्यवसायमा एकदम तल्लीन भएर दिनरात खटिरहेको छु। जब म विदेशबाट फर्किएँ त्यसपछि आफूलाई मनमा लाग्यो कि विदेशमा गरे जतिको दुःख आफ्नै देशमा गर्दा केही सुख प्राप्ति हुन्छ र आफ्नै परिवारसँग हाँसी खुसी रमाउन सकिन्छ भन्ने उद्देश्यका साथ मैले आफ्नो व्यवसाय सुरु गर्ने निर्णय गरेँ। तर पनि व्यवसायमा खुट्टा तान्ने प्रवृत्ति हाम्रो नेपालमा धेरै नै हुँदो रहेछ। सानो लगानी गरे पनि यसलाई कसरी सकौँ, कसरी यो बन्द हुन्छ भन्ने उद्देश्यका साथ ठुला लगानीकर्ताहरू एकदम लागि परिरहेछन्। एकलौटी व्यापार गर्न पाए, आफै मात्रै कमाउन पाए भन्ने मानसिकता उनीहरूमा क्रिएट हुँदोरहेछ। तर पनि म आफ्नो लक्ष्यका साथ आफ्नो व्यवसाय गरिरहेको छु। हजुरहरू विदेश भए तापनि नेपालमा आफ्नै देशमा केही गर्छु, केही बिजनेस गर्छु भन्ने सोचिरहनु भएको होला। सोच्नुभन्दा पहिला कुन व्यवसाय गर्ने त्यसमा आफू एकदम जानकारी हुनु जरुरत छ। हरेक किसिमका करहरू तिर्दा मान्छेलाई वाक्क दिक्क बनाउने व्यवसायलाई उकास्नलाई निकै सङ्घर्ष गर्नुपर्छ। हेर्नुहोस्, तर पनि आफ्नो व्यवसाय विदेशको दुःख सम्झेर आफ्नो व्यवसायमा खटिरहेको छु। हरेक सङ्घर्षका आफ्नै कथा र व्यथा हुन्छन्। हजुरहरूलाई आज आफ्नो भिडियो म देखाउँदैछु। हजुर